हेलो नमस्ते छिजेलो तपाईहरुलाई मेरो मिनी भ्लगमा स्वागत छ र आज चाहिँ म कहाँदेखि भिडियो स्टार्ट गर्दैछु भन्दाखेरि चाहिँ मकैबारीबाट यहाँ झोलामा चाहिँ मकै लिएर आएको मकै लिन आएको आज चाहिँ हामी चाहिँ मकैको न्यू रेसिपी खानेछौँ तपाईले खानु भएको छ कि छैन हेर्नुस् है एन्डसम्म हेरेर साथ सपोर्ट दिनु होला यहाँ हेर्नुस् कलिलो मकै चाहिन्छ त्यसको लागि चाहिँ मकै चाहिँ हेर्नुस् है तिराको पत्ता पनि ल्याइसकेको छ आज चाहिँ यसमा बनाउने हो र मैले चाहिँ आजको बिहानको ब्रेकफास्ट यस्तो बनाउँदैछु है गाइज तपाईलाई के कस्तो लाग्छ तपाईले के भन्नुहुन्छ यसलाई चाहिँ तपाईले भन्नुहोस् है कमेन्ट गरेर एकदमै यो चाहिँ अर्ग्यानिक हैन एकदमै भिटामिन यहाँ हेर्नुस् यो चाहिँ तयारी पनि भइसकेको छ अब त्यसलाई पकाउनको लागि यसरी झोक्नु पनि पर्ने हुन्छ नि त म चाहिँ कहाँ पकाउँछु भन्दाखेरि यहाँ हेर्नुस् यहाँनिर चाहिँ मैले पानीलाई हालिसकेर नि उमालिसकेको छु यहीँ बनाउने हो स्टिम गरेर यहाँ चाहिँ पकाउनको लागि हालिसकेको छु अब त्यो चाहिँ कस्तो भएर पाक्छ तपाईहरुलाई चाहिँ हेर्दै जानुहोस् हेर्नुहोस् है हाम्रो चाहिँ आज आजको हाम्रो लन्च ब्रेकफास्ट दामी भयो यमी यमी यो चाहिँ के होला साथीहरु कमेन्ट गर्नु होला कसरी बनाइएको के को बनाइएको भनेर त तपाईहरुलाई थाहा भइसक्यो होला यसको नाम चाहिँ के भनिन्छ भने चाहिँ कमेन्ट गर्नु होला कमेन्ट बक्समा गएर ओके सी यू नेक्स्ट भिडियो कसलाई ध्यान गरौँ सुपर यो उपिन्छ नि हो सेलाउनु पर्ने रहेछ यहाँ हेर्नु चाहिँ मैले फेरि एक दुईवटा पकाएर फेरि यसलाई प्याज खोर्सानी है धनियाँ त छैन अन्त नुन पनि हालिदिन्छु अघि चाहिँ केही नहालिकन एकदम प्लेन बनाएको थिएँ है यहाँ चाहिँ हजुर पठाइदिएको थिएँ पनि आजको हाम्रो लन्च र तपाईलाई मेरो मिनी भ्लग चाहिँ कस्तो लाग्यो है अन्त हामीले चाहिँ बनाएर पनि खाइसक्यौँ युनिक है ब्रेकफास्ट अन्त फुड है अर्ग्यानिक फुड अन्त एकदमै शरीरको लागि नि एकदमै राम्रो है भिटामिन मकै चाहिँ सबैभन्दा भिटामिन अरे नि त है भिटामिन पाउँछ मकैबाट चाहिँ एकदमै सजिलो पनि खानुमा पनि अन्त एकदमै मिठो टेस्टी तपाईलाई यो भिडियो के कस्तो लाग्यो थ्याङ्क्स फर वाचिङ बाई बाई फलो गर्नु भएको छैन भने फलो गर्नु होला नेक्स्ट भिडियोमा भेट्छौँ बाई बाई